हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो नयाँ युट्युब च्यानल हाई नेपाली युट्युब च्यानलमा। यदि यो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने चाहिँ एउटा लाइक र सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। त्यस्तै गरी आज पनि हामी कुरा गर्ने छौं नेपालको क्रिकेटकै बारेमा। नेपालले चाहिँ 2026 मा हुन गइरहेको आईसीसी टी20 विश्वकप जुन गेमहरु चाहिँ इन्डिया र श्रीलङ्काले खेलाउने छ, त्यो गेमको लागि चाहिँ कतार, जापान, युएई लगायत ओमानसँगका देशहरुसँग जित निकाल्दै आफ्नो स्थान चाहिँ सुरक्षित गरेको छ टी20 आईसीसी विश्वकपको लागि। भने अब नेपालको लक्ष्य भनेको प्रतियोगिताको उपाधि जितेर स्वदेश फर्किने हुनेछ। त्यसका लागि चाहिँ नेपालले आज प्रतिद्वन्दी सामोआलाई पराजित गर्नुपर्ने हुन्छ। यो दुई टोली अर्थात् नेपाल र सामोआको महाभिडन्त चाहिँ यही शुक्रबार अर्थात् आज दिउँसो 4:15 देखि सुरु हुँदैछ। र नेपाल मात्र यस्तो टोली हो कि जो अहिलेसम्मको गेमहरुमा एकचोटी पनि अपराजित भएको टोली छैन। यो चाहिँ प्रतियोगिताको सुरुमा नै कुवेतलाई 58 रनले हराएपछि चाहिँ नेपाललाई लक नै लाग्यो भन्दा पनि खासै फरक नपर्ला, किनकि नेपालको लय पनि खासै राम्रो नभए पनि नेपालले चाहिँ नियमित रूपमा जित हासिल गर्दै आइरहेको छ। त्यस्तै गरी अरु बेलामा चाहिँ नेपालले टस जिते पनि बलिङ रोज्ने नेपाल चाहिँ अहिले चाहिँ डरलाई सामना गर्दै अहिले चाहिँ ब्याटिङै रोजेको छ, किनकि पहिला हामीले नै लक्ष्य दिन्छौँ भन्ने तरिकाले अहिले चाहिँ डरलाई सामना गर्दै आफ्नो मनभित्रको डरको सामना गर्दै अहिले चाहिँ ब्याटिङ नै रोज्न सफल र जित पनि आफ्नो पल्टामा पार्न सफल भइरहेको छ। र आजसम्म एउटा टिमसँग पनि अपराजित नभइकन सबैलाई पराजित गर्दै नेपाल चाहिँ आज फाइनल खेलमा आइसकेको छ। आज चाहिँ नेपालले जित्यो भने चाहिँ यो चाहिँ प्रतियोगिताको उपाधि जित्न पनि सफल हुनेछ र स्वदेश फर्किनेछ। र हामी आज पनि आशावादी छौं कि नेपालले आज पनि यो गेम जितेर हामी नेपाली दर्शकहरूलाई चाहिँ पक्कै पनि खुसीको दिन दिलाउनेछ, खुसीको क्षणहरू दिलाउन सफल हुनेछ। सामोआ चाहिँ खासै बलियो टिम नभए पनि नेपालले त्यसलाई भने हलुका लिने गल्ती चाहिँ पक्कै पनि गर्ने छैन, किनकि नपत्याउने खोलाले बगाउँछ भनेको यो उखान चाहिँ नेपालमा चाहिँ धेरै नै पर्खाती नै छ। त्यसै कारणले पनि नेपालले चाहिँ सामोआलाई कमजोर ठान्ने गल्ती चाहिँ नगरोस् पक्कै पनि। त्यसै गरी नेपालले पनि राम्रो प्रदर्शन देखाउँछ भन्ने कुरामा चाहिँ हामी विश्वस्त छौं। कुशल भुर्तेल र सन्दीप लामिछाने चाहिँ अहिलेसम्मको गेमलाई हेर्दै चाहिँ उच्च सूचीमा परिरहेका छन्। सन्दीप लामिछानेले चाहिँ अहिलेसम्म 11 वटा विकेट लिइसकेका छन् भने कुशल भुर्तेलले 5 वटा गेममा 191 रन ल्याइसकेका छन् है। दुईटा अर्धशतक लगाएसँगै 191 रन ल्याइसकेका छन् कुशल भुर्तेलले पनि। र त्यस्तै गरी आजको खेलमा पनि सबै खेलाडीहरूले राम्रो प्रदर्शन गरेर शीर्ष स्थानमा आफ्नो प्रदर्शन देखाउने छन् र उपाधि जितेर आफ्नो स्वदेश ल्याउने छन् र सबै नेपाली दर्शक महानुभावहरूलाई चाहिँ खुसी दिलाउने छन् भन्ने हामी विश्वस्त नै छौं, किनकि नेपालको अहिले पछिल्लो गेम हेर्दा पनि नेपाल चाहिँ त्यो राम्रै लयमा छ। जस ब्याटिङमा नराम्रो भए पनि बलिङले चाहिँ पेलिराखेकै छ। बलिङमा चाहिँ बवालै छ हाम्रो नेपाल। त्यसकारणले पनि अब हेरौँ के हुँदैछ। आज सबैले 4:15 मा हेर्न नभुल्नु होला र सबैजनाले एउटा लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला, किनकि भिडियो बनाउनु पनि साह्रै दुःख नै हुन्छ। त्यसकारणले गर्दा पनि एउटा लाइक र सब्स्क्राइब भने चाहिँ पक्कै पनि गरिदिनु होला। र मिलेछ भने म यो च्यानलबाट लाइभ पनि आउने छु 4:15 मा। यसो च्यानल पनि चेक गर्दै गर्नु होला। धन्यवाद।